नमस्कार, जय श्रीराम। आउनुहोस् आज हामी 9औं नक्षत्र अश्लेषा नक्षत्रको बारेमा बुझौँ। कस्ता हुन्छन् त अश्लेषा नक्षत्रमा जन्मेका व्यक्तिहरू। अश्लेषा नक्षत्र कर्कट राशिमा पर्छ र स्वामी ग्रह बुध हो। यस नक्षत्रको देवता नाग देवता हुनुहुन्छ। यस नक्षत्रमा जन्मेका व्यक्ति चलाक, सबै काम गर्ने, रिसाहा, अरूको अर्थी उपदेश नमान्ने, इन्टेलिजेन्ट, भावुक, हाई इन्ट्युसन, हिलिङ, पोलिटिक्स, अकल्ट, रहस्यमय, मार्केटिङ, म्यानिपुलेटर हुन्छन्। यिनीहरूलाई को मानिसबाट कसरी काम निकाल्ने भन्ने थाहा हुन्छ। यस नक्षत्रलाई सर्पले जनाउँछ र सर्पले जस्तै यी नक्षत्रका व्यक्तिहरूले पनि कुनै पनि कुराहरूलाई कसिलोसँग बाँधेर राख्ने गर्छन्। यिनीहरूले आफ्नो पार्टनरलाई आफ्नो मात्र बनाएर राख्न खोज्छन्, यतिसम्म कि यिनीहरूमा दाजुभाइ, दिदीबहिनी, आमा बुवाहरूलाई पनि मेरो मात्र हो भन्ने मानसिकता हुन्छ। हस्, जय श्रीराम।